राइड सेयरिङ नियमावलीको विरोध गर्दै आएका यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेपछि सर्वसाधारण नागरिक मारमा परेका छन्। व्यवसायीको विरोधका कारण सडकमा निजी र छिटपुट रूपमा केही यातायातका गाडी चले पनि सार्वजनिक सवारी भने ठप्प छ। तत्कालै नियमावली स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्र पठाउने सहमति भएसँगै सार्वजनिक यातायात सञ्चालन गर्ने जनाइएको थियो। तर आज मंगलबार पनि देशैभर सार्वजनिक यातायात चलेका छैनन्। सार्वजनिक गाडी नचल्दा सडकमा यात्रुहरू अलपत्र परेका छन्। गन्तव्यमा जानै पर्ने यात्रुले चर्को मूल्य तिरेर यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन्। गाडी नचल्दाखेरि यातायात नचल्दा उसमा के भने ट्याक्सीमा म 15-15 को हिसाबले तिरेर यहाँसम्म आइयो। यहाँ आएर फेरि म अघि उहाँ के भने मुगलिन जानु छ, अब मलाई गाडी छैन। सोमबारदेखि सार्वजनिक र भाडाका गाडी नचल्दा दैनिक कामकाजमा जाने सर्वसाधारणहरूदेखि बिरामी समेतले सवारी साधन नपाएको गुनासो गरेका छन्। आफन्ती मेरो जेठाजी दाजुले हस्पिटल राखेको छु, इमर्जेन्सी कामले म यहाँ आउनु पर्यो। अस्ति साँझ फ्लाइटमा 5200 तिरेर फ्लाइटमा आएँ। अब जाने कुनै साधन छैन। त्यहाँ बिरामीलाई कुरा एकजना बाहेक अरू कोही हुनुहुन्न। उहाँको दुईटा अपरेसन गर्नुपर्नेछ, जो हामी बिना उहाँलाई सम्भव छैन। भन्छन् अब जाने घर जाने कसरी जाने त्यही अलग तर यता उति झरे हालेर हुन्छ। कतिले 2500 भन्छन्, कतिले कसरी भन्छन्। अब कसरी जाने आज रिफर गरे भोलि फेरि लगेर कोही हाल्न पर्ने दिदी दबाई गर्न यस्तो समस्या हो। रूपन्देहीमा पनि व्यवसायीले कालो प्लेटका सवारी साधन लुकाएर राखेका छन्। स्थानीय प्रशासनले पनि अलपत्र परेका नागरिकका लागि अहिलेसम्म कुनै पहल थाल्न सकेको छैन। रूपन्देही प्रशासनले अति आवश्यक परेर गन्तव्यमा हिँडेका यात्रुहरूका लागि कसरी गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल सुरु गर्न लागि बताएको छ। संघीय सरकारले यातायात व्यवसायसँग वार्ता गर्दै सहमति भएको जनाए पनि यातायात भने सुचारू हुन सकेका छैनन्, जसले गर्दा यात्रुहरूले दुःख पाउनुका साथै उनीहरूको अधिकार समेत कुण्ठित भएको छ। दीपक घिमिरे, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, रूपन्देही।